अहिले हामी मोमोको यो स्टफिङ गर्ने भन्नु होला मैले मबाट चाहिँ के यस्तो यस्तो बनिरहेछ यहाँ पनि देखाइदिउँ यस्तो यस्तो बनिरहेको यो चाहिँ भाइले बनाएको एकदम पर्फेक्ट बनिरहेछ लगभग रातिको 9:30 रेडी एन्ड चटनी अल्सो यु क्यान सी हियर ओका देखा यहाँ अब न यहाँ एउटा अलिकति गेम चेन्ज भइरहेछ गेम भनेपछि यहाँ देख्न सक्नुहुन्छ स्टफिङमा के छ प्याज यहाँ अहिले हामीसँग जोइन गरिसक्नुभएको छ मम्मी आएर सुरुमा हामीले गाली खायौँ त्यसपछि अब मोमो खाने गाली खाएपछि मोमो खाने पनि टेस्ट एकदमै अलगै हुनेछ वाउ सबैजनालाई स्वागत गर्दछु मेरो च्यानलमा आज हामी मिलेर बनाउने छौँ मिलेर भनेपछि म बनाउँछु तपाईहरु हेरेर साथ दिनु होला के बनाउने छौँ भिडियो सुरु हुनुभन्दा पहिला सबैजनालाई एउटा रिक्वेस्ट गर्दैछु कि च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला त्यो भन्दा पनि बढी भिडियो लास्टसम्म हेर्दिनु होला सब्स्क्राइब बटन जुन छ त्यसलाई यसरी प्रेस गरेर बेल आइकन अन गर्नु होला र लाइक गर्नु होला हेलो गाइस एन्ड वेलकम ब्याक टु माय युट्युब च्यानल अहिले हामी बनाइरहेको छौँ मोमो टाइटल र थम्बनेलले तपाईहरुलाई थाहा लागि नै सक्यो होला र सो फिलहालको लागि यहाँ मैदा मुसिसकेको छु यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ डो लगभग 15-20 मिनट भइसकेको छ अहिले पुरै सफ्ट छ एकछिन मुसेर यसलाई छोड्नु पर्छ है छोपेर राख्नु पर्छ एन्ड अर्को कुरो यहाँ प्याज पनि काटिसकेको छु अगाडि क्यारेट लसुनहरु पनि के हाल्नु पर्ने छ यहाँ आइगर्नु यहाँ चाहिँ भाइ पनि आइसकेको छ बाहिर मसला लिएर मसला भनेपछि मोमो मसला एन्ड अहिले म लसुन सानो सानो चप पनि गर्नु परिरहेको छ सोतै छिलिरहेको छु है सबैजना साथ दिनु होला यही आशा गर्दछु एन्ड आई एम ब्याक अगेन विथ आफ्टर अ लङ टाइम अब यस्तै नयाँ नयाँ कन्टेन्टहरु आउने छ ब्लगिङहरु पनि एन्ड त्यही हो पहिला लसुनलाई छिल्ने त्यसपछि चाहिँ यसलाई अलिकति सानो सानोमा स्म्याश गर्ने के भन्नु त धनिया आइरहेछ बाटोमै छ यो मोमो बनाउन सिक्ने भनेको मैले कहाँबाट हो पहिला पहिला दिदीले धेरै बनाउनुहुन्थ्यो सो त्यहीबाट अलिअलि नलेज लिएको छु र बाउजूले भन्नुभयो वी क्यान मेक लाइक दिस सो खाना मन लाग्यो अहिले रातिको बजिरहेछ लगभग 8 बजे त खाना खाने टाइम होला नि तपाईहरु पनि सोच्दै हुन्छ तर मोमोको क्रेभिङ भएपछि अगाडि केही पनि देख्दैन क्या सो सबैजना हम तपाईहरु पनि बुझ्न सक्नुहुन्छ होला मेरो कुरो म चाहिँ दाइको भाउजूको भाइ म दाइले अलि सपोर्ट गर्दैछु यहाँ मोमो बनाउनमा एन्ड अहिले हामीसँग आइसकेको छ सेतो तिल जुन चाहिँ चटनी बनाउनमा काम आउँछ एन्ड धनिया पत्ता किन चाहिएको छ यो अगाडि भिडियोमा बताउने छु सो स्टे ट्युन एन्ड सब्स्क्राइब टु द च्यानल सब्स्क्राइब गर्नु है गाइजहरु भिडियो मात्रै हेर्नु हैन त्यहाँ मेरो भिडियो लाइक 80 जना भन्दा 100% मा 80% ले भिडियो हेर्छ 100% ले नै हेर्छ तर 80% ले सब्स्क्राइब गरेको छैन है उहाँहरुलाई म रिक्वेस्ट गर्छु कि सब्स्क्राइब गर्नु होला दाइ भाउजूलाई इन्ट्रोड्युस गर्दिनु एकछिन दिस इज माय भाउजू द AKA कट गर्दिन्छु बिचमा खोइ त ले यही एक काम गर्दै लास्टमा खान मन लाग्दैन हेर्नु होला अनि अहिले हामी गइरहेछौँ भनेपछि म र मेरो सालो नै भन्दा भयो कहाँ गइरहेछौँ भनेपछि धेरै दिनदेखि मोमोको भाडा लिनु वाइड एङ्गल छ नि 600 फेसाइरहेछ मोमोको भाडा लिन गइरहेछौँ मोमोको भाडा कहाँ लिन गइरहेछौँ भनेपछि माथिको तल्लामा धेरै दिनदेखि राखेको छ यहाँ भाडा निकालिसकेका छौँ हामीहरू अहिले भाडा लिएर गइरहेछौँ रे एन्ड लगभगमा सबै थोक रेडी भइसकेको छ आई डोन्ट नो क्यामेरामा यो जिगज्याग किन आइरहेछ अब भिडियोमा आएपछि थाहा हुन्छ जिगज्याग साँच्चैमा हो कि यतिकै फल्स देखिरहेको छ सो अहिले गइरहेछौँ हामी किचनतर्फ अहिले प्याज र चिकन मिक्स गरिदिरहेको छु यसलाई मिक्स गर्ने मजाले प्याजको क्वान्टिटी कम छ चिकन अलिक बढी छ है तपाईहरु प्याज र चिकन बराबर पनि राख्न सक्नुहुन्छ धनिया पत्ता अनि यो चाहिँ अदुवा अनि यहाँ चाहिँ छ लसुन है यो तीनटालाई मिक्स गर्ने
अब यसमा बाँकी रहेको छ मोमो मसला हाल्नलाई। एन्ड म यहाँ तल बसेर किन बनाइरहेको छु भिडियो भनेपछि लास्टमा भन्नेछु। अहिले हामी गइरहेको छौँ अर्को किचनमा, भिडियो प्ले नै छ। अर्को किचन भनेपछि बाहिरको किचन। यहाँ चाहिँ हाम्रो चिकन आइटम बन्छ। म चाहिँ अन्डा खाने मान्छे हो धेरै, त्यही भएर अहिले यहाँ राखेर यसलाई मजाले मिक्स गर्ने। अहिले यसमा तेल अनि मोमो मसला हालेको छु। यसमा अहिले नुन हाल्न मात्रै बाँकी छ। तपाईँहरू एकैचोटि हालेर पनि यहाँ मिक्स गर्न सक्नुहुन्छ, तर मैले एक एक गरी हालेको छु है, किन म फर्स्ट टाइम बनाइरहेको छु नि त। हातले मुसिरहेको छु भनेर तपाईँहरू धेरै नसोच्नु होला, किनभने आफै खाने हो नि त, त्यही भएर। अब स्टफ लगभगमा रेडी भइसकेको छ। तेल पनि हाल्दै, मसला नुन सबै हाल्दै। नुन अलिक थोरै हालेको छु, भाउजूले भन्नुभयो भने इफ अलिकति बढाइदिने। अब यो रेडी भइसक्यो, यसलाई साइडमा राखिदिउँ अनि यसलाई बन्द गरेर यसलाई पनि साइडमा राखिदिउँ। अब यहाँ के हुन्छ भनेपछि अब हामी मैदाको सानो सानो टुक्रा गरेर त्यसलाई स्टफिङ बिचमा हालेर त्यसलाई सेपमा ल्याउने। यो भाँडाहरू पनि धेरै दिनदेखि राखिरहेको छु। दिदीले लास्ट टाइम मोमो बनाएर खुवाउनु भयो त, याद छ नि तपाईँलाई? दिदी अहिले अब म बनाइरहेको छु दिदीपछि मोमो। यो भाँडा कति दिनदेखि राखिरहेको छ है, दिदी जबदेखि अस्ट्रेलिया जानुभयो नि। अहिले यसलाई अलिकति वास गरिदिने। हुन त सफै छ, पुरै देख्न सक्नुहुन्छ, एकदम क्लिन छ, सफा छ। अलिक सानै राख्नु। भइहाल्यो भइहाल्यो, मोटो फेरि मिठो हुँदैन नि त। भइहाल्यो त पातला। उसलाई एक जग्गा सटी गेलन कैसे दो जिस्म एक जान एउटा चलेको छ नि हीरा भेटे। अहिले हामी मोमोको यो के भन्छ यसलाई डो सानो सानो टुक्रामा गरेर यसलाई बेलेर अब यसमा स्टफिङ गर्ने अनि यसलाई जसरी पनि साइडमा बनाउँदै हुन्छ है। मेरो फर्स्ट टाइम देखाउँदिनँ मसँग अहिले छ मेरो सानो भाइ, हेरा हेयर इज नितिश सहनी, द एके नितिश सहनी। एन्ड अर्को मेरो हेल्प गर्दै हुन्छ साइडमा भाउजू। सुरुमा यताबाट तान्छु कि त्यसपछि त्यो फोल्ड गर्ने अनि यताबाट फेरि फोल्ड गर्ने। यताबाट एक ठाउँबाट गर्ने हैन, हल्का एक ठाउँ गरे भने के हुन्छ? मुदक बनाइदिन् नि। हो सही चल्दैछ। कसको गाडी? सीएसके। ओइ जमजम त यहाँ हात पसा त। किन? पसा न। हो यहाँ तेल लगा अनि यसरी गर। कसरी? त्यो तेल लगा अनि त्यसपछि हात यसरी पोल्छ। तर मोमोको लागि यस्तो यसरी बनाउँदा नि भयो डो। लाइक यो पनि खाएको छु मैले झोल मोमोमा। यो यस्तो फुल जस्तो हुन्छ माथि, यो तोडिदिन्छ, तर म चाहिँ तोड्ने छैन है। भयो भयो। तेल लाउन भने त्यसमा घुस्न भने नि हामीले अम्बो के छ भयो? जेसुकै होस्। 10 मिनेट टाइमर लाग्छ। मोबाइल कहाँ छ मेरो? मोबाइल म बेलेर राख्दै गर्छु ल। यो हुन्छ हुन्छ। 8:50 भयो नि। 9 बजे हाल्यो। कोहीले बनाएर कोहीले खाने। बस भइहाल्यो। यो तिनटै लायो भन्दै के छैन। यता चाहिँ हाम्रो डो छ है, खै अलिक देखाइदिउँ भाउजू। यहाँ डो छ, यहाँ हामी मतलब गोलो गोलो बनाइरहेको छौँ। यहाँ बेलेर त्यसपछि यहाँ रेडी भइरहेछ सबै। मेन रेडी चाहिँ यहाँ भइरहेछ है। यस्तो बनाइसकेको छु मोमोको सेप। काम चलाऊ, पेटमा गएर सब सेपमा आइहाल्छ साथीहरू। यहाँ दाइ मोमो बनाउने प्रिपरेसनमा हाम्रो लगभग रेडी भइसकेको छ। सेप भन्नु होला, मैले मबाट चाहिँ के यस्तो यस्तो बनिरहेछ। यहाँ पनि देखाइदिउँ, यस्तो यस्तो बनिरहेको। यो चाहिँ भाइले बनाएको एकदम पर्फेक्ट बनिरहेछ। ऊ चाहिँ फ्युचर सेफ लागिरहेछ मलाई, एकदम ठुलो सेफ बन्नेवाला छ, ठुलो मान्छे बन्छ। सो सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला। अहिले बजिरहेछ लगभग रातिको 9:30। 9:30 बजे हामी मोमो बनाएर खाइरहेछौँ। के सोच्नुहुन्छ तपाईँहरू? हामी खान सक्दैनौँ? हामी खान्छौँ, जब मन लाग्यो तब खान्छौँ। अब बिचमा टाक्क एउटा मेरो बनाएको मोमो हालिदिने छु, जुन चाहिँ न यताको न उताको। तपाईहरु कृपया हेरेर नहाँस्दिनु होला, एकदम क्यूट लागिरहेछ। अब अर्को भाडा लाएर, अर्को भाडा भन्ने बित्तिकै अर्कै भाडा हुन्छ है। यसरी सजाइदिने अनि सजाएर यहाँ पेटमा पनि पछि भएर सजाउने हामी यसलाई लागि यो भाडामा चाहिँ सजाइदिउँ।
मजाले राखेर एकदम भाइले एकदमै अमेजिङ वर्क गरिरहेछ। एउटा चाहिँ हाम्रो यहाँ टाँसेको जस्तो देखिरहेछ है। होप सो नबिग्रोस् नबिग्रोस् नबिग्रोस्, केही छैन, बिग्रेको देखिरहेछ तर यसलाई हामी कभर अप गरिदिनेछौँ। अब यो मेरो बनाएको बाङ्गोटिङ्गो मोमो जुन चाहिँ म प्रिन्सलाई आफ्नो सालोलाई खुवाउनेछु। यहाँ पनि टन्नै मोमो बनेको छ क्या, मोमो केही कमी छैन हामीसँग, तपाईँहरू पनि आएर खान सक्नुहुन्छ है। अब हाल्ने कि नहाल्ने बाबु? यसलाई टसाइने, यसलाई 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 यता यसलाई यता यसलाई। ल हाम्रो यो पनि भाडा मजाले डेकोरेट भइसक्यो। अब यो अर्को भाडा आइसक्यो यहाँ, जुनमा हामी यसरी तेल पनि लगाइदिने। यो बनाउनु भन्दा पहिला है, यसमा राख्नुभन्दा पहिला तेल लाउनु पर्छ मजाले। तेल लगाएन भने के हुन्छ, टाँसेर मोमो फट्न सक्छ क्या। एन्ड यो यसरी राख्नु। यो दाइले बनाएको विचित्र मोमो यहाँ छ, पातलो बनाएको छु है मैले, टाँसिरहेछ, केही छैन, तोड्देऊ न। बुवा यहाँ हुन्छ। यहाँ बुवा आइसक्नु हो हाम्रो अडियन्स। ओका देखा देखा यहाँ आउन न। अहिलेसम्म बनेको छैन। आउनु थोरै गाली पनि गर्नु दाइलाई। कसको कारणले भइरहेछ सबै? दिदीको कारणले हो सबै। जसको कारणले मोमो बनिरहेछ आउनु हुँदैछ ऊ। यति ढिलो, म आएपछि त तुरन्तै बनाइदिनु। आउनु 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 अङ्कल आउनु, ए बुवा आउनु 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 छिटो छिटो लु। अब भइसक्यो त। छैन भएको आउनु आउनु। यहाँ हामीले के गरि हेर्नु न पहिला। यहाँ बाबाले अब बाबा बनाउनु। अब थोरै छ त। आउनु भित्र। बनिसक्यो मोमो। तँ के बनाएको? टाँसिहालो। हेर्नु लु बिगेस्ट मोमो हुन्छ अब त्यो। ल कोही बात ला पानी पानी भयो जस्तो छ मैले। नहीं आटा हाल्नु न त्यो। एक रात बाबालाई चाहिँ राखेर भन्नु। निशेष अब भाउजूलाई फसाउनै पर्यो नि हो। तपाईहरु पनि के यस्तो गर्नुहुन्छ? कमेन्ट गाइस, कमेन्ट बिलो। गर्नु हुँदैन भने गर्नुपर्छ एक दुईचोटि। अब हाम्रो लगभगमा यो प्याक भइसक्यो। हाम्रो 3-4 वटा पिस टुटी पनि सकेको छ। त्यो चाहिँ मेरै गल्तीको कारणले भएको हो साथीहरु। एउटा कुरा चाहिँ मैले भन्न बिर्से कि मैले गर्नै बिर्से एक्चुअलीमा। जुन यो डो बनाउनु हुन्छ नि, यस्तो आटाको माथि राख्नु होला। यहाँ अहिले हामीसँग जोइन गरिसक्नु छ मम्मी। मम्मी आएर सुरुमा हामीले गाली खायौँ, त्यसपछि अब मोमो खाने। गाली खाएपछि मोमो खाने पनि टेस्ट एकदमै अलगै हुनेछ। अचार खानु। वाउ। टाइमर हेर्नुभयो कतिखेर स्टार्ट गर्नुभयो? 31। यो तलको छिटै हुन्छ। नीचे में भाप पाता बेसी भाप। कोही बात नहीं। यहाँ आउने बित्तिकै मम्मी एज युजुअल लागिसक्नुभएको छ काममा एकदम फटाफट। हात लाउने बित्तिकै यति स्टपिङ बनिसकेको छ यहाँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। बाबु नितेश पहिले यहाँ मैदा छिड्दै हल्का नीचे। एकदम हामीहरू 10 चोटि सोची सोची बनायौँ तर एकचोटिमा मम्मीको पर्फेक्ट भइरहेछ। कति तोडे त्यहाँ। यहाँ एउटा अलिकति गेम चेन्ज भइरहेछ। गेम भनेपछि यहाँ देख्न सक्नुहुन्छ स्टफिङमा के छ, प्याज। खोर्सा होइन ठिक छ। अब यो किन हालिरहेछौँ भनेपछि हाम्रो प्रिन्सलाई खुवाएर रियाक्सन। अहिले केही बोल्दिनँ, एकछिनमा कुरो गरौँ। आइडिया मेरो होइन है, यहाँ भाउजूको पहिले भनिदिइरहेको छ। आशा गर्दैछु कि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो होला र यदि राम्रो लागेको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला र शेयर गर्नु होला। र मोमोको रेसिपी म सुरुदेखि नै भनिदिन्छु। त्यो चाहिँ भोइस ओभरमा लास्टमा एउटा सानो क्लिप बनाएर तबसम्मको लागि रेडी एन्ड चटनी अल्सो यु क्यान सी हियर। एकदमै बवाल लागिरहेछ। अहिले अझै एउटा एक टोक्ना बसाउन बाँकी छ। यहाँ पाकी पनि रहेछ है, उल्टै देखाइरहेको छु, केही छैन। एन्ड दिस इज लुकिङ एब्सोल्युटली ब्युटिफुल। अब तुम्हारा दीदी साइड में, मेरा भाभी पहले। यति नै हो डो। अनि यो त यो बचिहाल्यो। अब यहाँ मोमो टक्क खाएर पनि देखाइदिइरहेको छु, चटनीको साथ, अचारको साथ। भित्रको स्टफिङ
तातो भित्रको स्टफिङ पनि देख्न सक्नुहुन्छ एकदमै बबाल वाउ